सयथुङ्गा पुत्र हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली सयथुङ्गा पुत्र हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचला भूमि शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छत्तिसगढ अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। शैक्षिक तथा खुला सदस्यता सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण सदस्यहरूको आर्थिक सहभागिता सदस्यहरू स्वायत्तता र स्वतन्त्रता शिक्षा तालिम र सूचना सहकारीहरूबीच सहयोग समुदायप्रति चासो। धेरै धन्यवाद। सुलीकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको 5औं वार्षिक साधारण सभा मिति 2082 कार्तिक 29 गते बारपाकमा भव्य रूपमा सम्पन्न भएको छ। बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टको प्रमुख आतिथ्यमा सम्पन्न सभामा सहकारीका विभिन्न प्रतिवेदनहरू पर छलफल गरी पारित गरिएको थियो। साधारण सभाले अध्यक्ष, कोषाध्यक्ष, लेखा समिति र ऋण समितिको प्रतिवेदनसँगै आर्थिक वर्ष 2081-82 को लेखा परीक्षण प्रतिवेदन समेत पारित गरेको थियो। पारित प्रतिवेदन अनुसार संस्थाको यो वर्षको वासलत 6,96,73,043 रुपैयाँ 82 पैसा रहेको छ। सञ्चालन नाफाबाट जगेडा तथा विनियममा निर्दिष्ट कोषहरूमा रकम विनियोजन गर्दै लाभांश कोषबाट 4% नगद बोनस वितरण गर्ने निर्णय समेत सभाले अनुमोदन गरेको छ। साथै सुत्पात मूल्य पसल सञ्चालन कार्यविधि 2082 पनि साधारण सभाबाट पारित गरिएको संस्थाले जानकारी दिएको छ। सुलीकोट बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध बारपाक सुलीकोट गाउँपालिका सबै वडाहरूको शेयर सदस्यहरूको भव्य उपस्थिति रहेको थियो। यो पर्यटकीय गाउँमा आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले समेत सुलीकोट सहकारी संस्थाले बारपाकमा आफ्नो 5औं वार्षिक साधारण सभा आयोजना गरिएको थियो। साधारण सभाको केही भिडियो फुटेजहरू यहाँहरू समक्ष योभन्दा अगाडि राख्ने अनुमति चाहन्छु। ओल्लो डाँडा पल्लो डाँडा बादलुले छेको छेको उडी जानी जहिले क्यारी बाटो देखो देखो घिन्ताङ घिन्ताङ मादल घिन्ताङ घिन्ताङ मादलु खरी झर्यो एकातिर मिठो केको चामलको मया मिठो तिम्रै हो पानी मिठो लेकातिर मिठो केको चामलको मया मिठो तिम्रै हो पानी मिठो लेकातिर पानी मिठो लेकातिर छात्रावासलाई पनि यो धन्यवाद छात्रावास हो व्यवस्थापन गरेका छन्। यसको लागि हाम्रो बारपाक दाजुभाइ
पानी नै हो हामी हिँड्यौँ अगाडि है हजुरलाई एकदम धन्यवाद है एकदम मेहनत गर्नुभएको छ बिहानैदेखि हामीलाई यो खाना खुवाउनको निम्ति यो टिम निकै मेहनतको साथ बिहानदेखि हिजोदेखि नै खटिरहेको छ यहाँ सबैजना दाइहरू हुनुहुन्छ पनि हामीलाई साथ दिइरहनु भएको छ आफूलाई एकदम धेरै खटिरहनु भएको छ हिजोदेखि व्यवस्थापनको निम्ति पाकको दिदीहरू पनि हुनुहुन्छ